हेलो एभ्रिवान, हेर्दैछस् भिडियो? हेर साथी, यो भिडियो मैले के लागि बनाएको भने तेरो लागि बनाएको मैले यो भिडियो ल तेरो लागि बनाएको ल। हेर्दैछस् है? तर बेसी भुक्दैछस् पनि। हेर्दैछस् पनि भिडियो मेरो हो कि तर बेसी भयङ्कर पनि हुँदैछस् तँ है। 2 वर्ष म रुममा बसेको तर तँ 2 वर्षमा त्यत्तिकै छस्। हेर साथी, त्यत्तिकै छस् तँ 2 वर्षसम्म पनि। बेसी नभुक, त्यो स्वर पनि सुक्छ एक दिन। बेसी नभुक, त्यो स्वर पनि सुक्छ एक दिन। खै के चाहिँ गरिस् तैँले 2 वर्ष बादमा? म त घरमै छु, तँ पनि छ त, हिँड्दैछ डुल्दैछस् होइन? के चाहिँ नापिस तैँले? बेसी नहाँस साथी। म तेरो लागि बनाएको भिडियो, तेरो लागि बनाएको है। मैले चाहिँ भिडियो तेरो लागि बनाएको। हेर्दैछ, लुक्दैमा पनि हेर्दैछस् भिडियो चाहिँ, लुक्दैमा हेर्दैछ भिडियो चाहिँ होइन? बेसी नबुक भाइ, हेर तेरो लागि बनाएको भिडियो मैले। हेर भाइ, तेरो लागि बनाएको भिडियो। बेसी नबुक भाइ, बेसी नबुक, यो स्वर पनि सुक्छ एक दिन। 2 वर्ष भएको बिहार भएर घाँडा टाढा बसेको। खै तँहरू चाहिँ के नापिस हौ? तैँले चाहिँ के नापिस? तैँले के नापिस छैनस् त भाइ? तेरो लागि बनाएको भिडियो भाइ। हेर लुकी हेर भाइ भिडियो, हेर मजाले हेर्दै। नेक्स्ट भिडियोमा आउँछ, तेरो लागि आउँछ। 2 वर्ष टाढा सुते तैँले के गरिस्? के नापिछस्? म जस्तो घरमै छस् तँ पनि। त्यो चप्लीमै हिँड्दैछस्, त्यो पेन्टमै हिँड्दैछस्, ट्र्याकमै हिँड्दैछस्। हेर भाइ, बेसी भुक हुँदैन भाइ। तेरो लागि भिडियो बनाएको मैले यो भिडियो। मजाले हेर, फेरि पोस्ट गरिदिइहाल्छु। धेरैजना केटाहरू छोडिदिएको सानो भिडियो, धेरैजना केटाहरू छोडिदिएको भिडियो सानो कन्टेन्ट छोटो। र तपाईँहरूलाई मैले एउटा कुरा के भनौँ भन्दै थिएँ, हिजो जुन मैले भिडियो पोस्ट गरेको थिएँ, मैले हिजो अपलोड गरेको थिएँ भिडियो, त्यो भिडियोको चाहिँ मैले त्यो सकिनँ, फिनिसिङ गर्न सकिनँ। र भाइ पनि गोली हेर्नु गइहाल्यो, सकेन। अब म झन् एक्लै बनाउनु सक्दैन होइन। तर बुद्धि मेरो हो नि त, काममा त्यसको हो नि। यसरी गर्नुपर्छ, काम गर्दा यसरी गर्नुपर्छ भन्ने चाहिँ मेरो थियो। तर लास्टसम्म पनि सकिनँ मैले। त्यति छ उहीँ राखिरहेको छु। 6 दिन अलिक सुकाएको पनि बाँसहरू हरियो बाँस थियो। अलिक सुक्यो भने चाहिँ कसिन्छ, सुकेर पनि खक्रा भयो त्यहाँदेखि चाहिँ कस्नु पऱ्यो तारले पनि भनेर गाइस क्या। तर हेर्दा तेरो लागि बनाएकै भिडियो छ म। हेर्ने राम्रो हेर, त्यत्तिकै छ तँ पनि। म भन्दा बताएर छस् तँ झन्। हात पनि लाग्छ, खुट्टा पनि लाग्छ। तर खै के नापिसो? केही नापिनस्। त्यत्तिको म भएको चाहिँ नाप्थ्यो होला बरु केही चाहिँ। ल भन्दै तपाईँहरूलाई मेरो आज यो भिडियो सानो भिडियो यहीँ अन्त गर्न चाहन्छु। हेर्दै गर भाइ, तेरो लागि भिडियो बनाएको मैले। अर्कोमा आउँछ भिडियो फेरि।